वाउ साथीहरु है यस्तो खतरा ठाउँ यस्तो बब्बाल है हेर्नुस् त अब यो पानी झर्ने बेलामा छ नि यस्तो बब्बाल देखिन्छ है साथीहरु भिडियोलाई अन्तिमसम्म हेर्नु होला है मैले यहाँसम्म चाहिँ कसरी चाहिँ आए भनेर यो त माथिबाट ढुङ्गा त आउँदैन होला है ढुङ्गा त खसेन होला सायद है ढुङ्गा खस्यो भने हाम्रो टाउको फुटिहाल्छ है सम्म के फेदको उता कुनासम्म के चाहिँ छ होला त्यहाँ माथिबाट त पानी झरेकै छैन है यस्तो वाइड छ है यस्तो ठुलो छ भित्रको एरिया हेर्नुस् त है कम्ती ठुलो देखिरहेछ है हेलो नमस्ते टसिदिले साथीहरु सबैजनालाई आजको फेरि छोटो ब्लगमा स्वागत छ साथीहरु मेरो गाउँमा हो हैन यहाँ बुढाबुढीहरु देख्न सक्नुहुन्छ यो माथि लेक गाउँमा हो है अनि यहाँ यता पछाडितिर देख्न सक्नुहुन्छ है पुरा मौसम यस्तो क्लियर भएछ दामी भएछ हैन बुढाहरु सबैजना यहाँ आउ तिमी आउन हाम्रो ग्याङ हेलो सन्दोजी हिरो के छ ठिक छ के गरिरहेको यो बिरालो तिम्रो बिरालो हो ए ल आइज हामी चाहिँ यसो उता माथि गुम्बातिर घुम्न जानु लाग्यो पच्या फुच्ची अगाडिको चाहिँ के भन्छ अरे दिदी अनि यो चाहिँ बहिनी है मेरो भाइको अनि हामी यहाँ अहिले यसो गुम्बातिर हामी तीनजना जाँदैछौँ अनि अर्को एकजना आउँदै थियो खोइ यिनीहरू कहाँ गएछ तलतिर गइदिन्छ अनि दामी देखेछ नजरा यो हिँड्न नसकेर के हो यत्रो ठुल्ठुलो सिँढी चढ्न नसकेर लड्दै गएको ल यो लडेर त्यो ठोक्यो त बेसरी ठोक्यो त अझै के दुख्दैन जस्तो छ यस्तो स्ट्रङ हुन्छ नि हाम्रो हिमालयन चाइल्डहरू के एकदम स्ट्रङ हुन्छ कि स्ट्रङ होइन त्यो भएर उसलाई केही नहुँदो रहेछ क्या सानैदेखि होइन यस्तो ठाउँमा हुर्किएको होइन अलिक स्ट्रङ हुन्छ क्या यिनीहरूको फिजिकली नै स्ट्रङ हुन्छ होइन मेन्टली त अब यसै उसै स्ट्रङ हुन्छ यहाँबाट ऊ यस्तो ठाउँमा हिँड्दैछ ऊ आफै हिँड्छ कि होइन ऊ अब ऊ आफ्नै तरिका बेग्लै छ कि यस्तो तरिकाले हिँड्दो रहेछ तरिका बेग्लै यस्तो तरिकाले हिँड्दो रहेछ यस्तरी हो क्या उनीहरूको आफ्नै तरिका हुँदो रहेछ कि यसरी हिँड्नुपर्छ भनेर होइन नत्र लडिन्छ भनेर आफै होसियार अपनाउँदो रहेछ है खतरा हो नि ông chỉ là ngoan tiền uni chẳng rồi ông mà châu chẳng đi tới châu số kim bờ 무슨 양이야? माथि पुऱ्याउनु जानु लागेछ तल आएछ उनी तँ क्या थिएन यो गाई माथि पुऱ्याउनु जानु लागेछ माथि नगएर तल पो आउँदो रहेछ देखियो होइन हाम्रो यहाँनिरको एउटा म्याप छ होइन यसो रिड गर्नु होला होइन यस्तो भयो अनि म चाहिँ अब खाना पकाउनु जानुपर्छ खाना पकाउनु जाँदैछु सिङ्गो पाइङ एकजना हाम्रो उस आउनु भएको छ आन्टी आउनु भएको छ उहाँ चाहिँ उसको मेला गएको भन्दै थियो अनि मैले खानासाना खाएर अनि यता बाहिर नयाँ एक्सप्लोरको लागि निस्किएको होइन कहाँ चाहिँ जानु लाग्यो भन्दाखेरि देख्न सक्नुहुन्छ है उता माथिबाट यो वाटरफल हुन्छ नि पानी आएको जस्तो यस्तो बाघ देखिरहनु भएको छ नि हो त्यसको फेदमा जानु लाग्यो होइन त्यहाँनिर चाहिँ यसो देखाउनु जानु लाग्यो है अब अहिले चाहिँ पानी नआउने सिजनमा हो होइन अब अलि बर्खा सिजन अलि आएको छैन है बर्खा सिजन भएपछि चाहिँ त्यहाँबाट ठुलो हुन्छ नि बब्बाल पानी झर्छ कि त्यहाँ माथिबाट होइन झरना छ नि यस्तो बब्बाल झर्छ कि है अनि यहाँबाट यसरी हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यसरी है हाम्रो गाउँ चाहिँ उतापट्टि पर्छ उतापट्टि है त्यहाँदेखि म यत्रो यहाँसम्म आइसकेँ होइन अनि यस्तो घुमेर तलतिर हेर्न सक्नुहुन्छ यस्तो रमाइलो दृश्यहरू देखिरहेछ होइन
अनि के भन्छ उतापट्टि चाहिँ मनास्लु हिमाल भयो होइन यहाँबाट यसरी देखिन्छ छेउ वाटरफलमा चाहिँ पानी चाहिँ आइरहेको रहेछ सानो हुन्छ नि पानी यत्रो पानी आइरहेको रहेछ है यहाँतिर छ छाप छ भन्ने चाहिँ यस्तो त्यो भगवान्हरूको यस्तो छाप राख्दै हुन्छ नि त यस्तो के है छाछा भन्छ यसलाई है छाछा हेर्नुहोस् है यसमा कुन कुन भगवान् रहेछ है तपाईँहरूलाई थाहा छ कि थाहा छैन है अनि धेरै थरीको छ रहेछ यहाँनिर चाहिँ सबै एउटै थरीको मात्रै रहेछ अनि यहाँ चाहिँ यो चाहिँ कुन भगवान् होला है थाहै भएन है उहाँले नाउँसँग थाहा भएन है है धेरै छ रहेछ यहाँतिर धेरै छ रहेछ ए उतातिर कति धेरै छ रहेछ ए कति धेरै छ रहेछ उ त्यस्तो पलतिर है हामी यहाँ अगाडिबाटै जाँदैछौँ है वाउ के कति आनन्द रहेछ यार यो ठाउँ है म चाहिँ पहिला पनि धेरैचोटि आइसकेकै हो होइन तपाईँहरूको लागि चाहिँ नयाँ हो क्या होइन मलाई फेरि धेरै पछि आएको हो नि त त्यही मलाई यस्तो हुन्छ नि फ्रेस भेचा फ्रेस भइरहेछ कि है कस्तो आनन्द क्या है हुन्छ नि पानी ठुलो आएको बेलामा हुन्छ नि यहाँबाट यस्तो डेन्जर पानी आउँछ कि भङ भङ हुन्छ नि यस्तो डेन्जर आउँछ कि यहाँबाट पुरै पानी नै पानी आउँछ कि है यस्तो ठुलो पानी आउँछ क्या अनि हुन्छ नि त धेरै ठुलो आएर यो डाँडातिर हेर्नुहोस् त पुरै यो ढुङ्गा लिएर आएको है रुखहरू पनि सखा पारेको है यस्तो है आम्म बपाल छ नि हौ बपाल छ रहेछ अझै हामी माथि जानुपर्छ कहाँदेखि जानुपर्छ भनेपछि ठ्याक्कै हामी चाहिँ यहाँ साइडबाट चढ्दै जान्छौँ कि यो साइडबाट सिधै हामी माथिल्लोपट्टि जान्छौँ कि होइन यो माथिपट्टि फेरि सम्म ठाउँ छ क्या होइन त्यहाँ जान्छौँ है झम यसरी चढ्नुपर्छ एउटा हातमा त क्यामेरा पो छ है अलिक गाह्रो चाहिँ हुन्छ कि हल्का मात्रै गाह्रो हुन्छ है धेरै गाह्रो त हुँदैन है यस्तो छ होइन केटा हो यो माटोबाट हिजो अस्ति पानी परेर होइन यो यस्तो गिलो भएछ कि तर ठिकै छ त्यस्तो फेरि गिलो भएछ होइन तलबाट जाने हो कि माथिबाट जाने होला कुन्नी है यहाँबाट बाटो ढिलो छ कि यसरी हेर्नुहोस् होइन यहाँ तलबाट पनि छ यहाँ माथिबाट पनि छ क्या हामी तलबाट जान्छौँ तलबाट यसरी जान्छौँ है यसरी जान्छौँ गरेर यसरी हेर्नुहोस् है कस्तो देखिरहेछ अनि यहाँबाट यसरी एकचोटि पछाडितिर हेर्नुहोस् है यस्तो देखिरहेछ अघि बादलै थिएन बादल आइसकेको छ है यो बादल हल्का आयो भने राम्रो देखिन्छ कि धेरै आयो भने हुन्छ नि त कस्तो अलि पुरै छोपिदिन्छ कि होइन अनि राम्रै नदेख्ने कि यस्तो हुन्छ अब हामी यहाँबाट उता यसरी जान्छौँ कि यसरी सिधै जान्छौँ होइन जाऊँ न त चिप्ल्यो भने त वार वहाँ मुनि पो पुग्छ त हौ है जाऊँ के हुन्छ हेरौँ चिप्लिँदो रहेछ त यार चिप्लिँदो रहेछ नि त यहाँबाट पो जानुपर्छ कि के हो यहाँबाट गयो भने चाहिँ उता कुनातिर क्लिपहरू रहेछ यसरी समाउँदै जाने हो होइन यसरी जानुपर्छ यहाँबाट यसरी गरेर हामी यसरी आइपुग्यो होइन ऊ त्यहाँदेखि यसरी आइयो है यहाँबाट यताबाट आउनु लाग्थ्यो है पुरै यस्तो चिप्लो रहेछ कि है चिप्ल्यो भन्दा फेरि हामी स्वाहा हुन्छ त स्वाहा है यस्तो फुलहरू चाहिँ दामी आउँछ कि यस्तो फुलहरू हुन्छ नि यहाँतिर अझै आउनु बाँकी छ कि हरियाली हुने सिजन बाँकी छ नि त होइन जानुपर्छ तर मलाई मजा पनि आइरहेछ है यस्तो ठाउँहरू देख्दाखेरि हुन्छ नि त फेरि अलिअलि गाह्रो पनि लागिरहेछ है ल फाइनली हामी साइडमा आइपुग्यो है ऊ त्यहाँबाट आएर यहाँबाट त इजी पो देखिरहेको छ है हेर्दाखेरि है अब यहाँबाट आउँदाखेरि कस्तो चिप्लेला जस्तो टाइपको लागिरहेको थियो कि मलाई होइन अब हामी चाहिँ यस्तो रुख भएको ठाउँमा आइपुग्यो है अब हामी चाहिँ ऊ त्यहाँबाट सायद हामीले चढ्न सकिन्छ कि सकिँदैन होला है थाहा भएन जस त्यहीँ गएर हेर्नुपर्छ यहाँबाट त कस्तो मजाको देखिरहेको छ कि मैले चाहिँ देखिरहेको छु है बब्बे आछौ यस्तो उफ्रिनु नहुने रहेछ घाटा लाग्दो रहेछ यहाँ यहाँबाट त यस्तो रहेछ चढ्ने ठाउँ चाहिँ अलिक गाह्रो रहेछ काँडा पनि रहेछ है
कस्तो अलिक गाह्रो रहेछ के चढ्ने ठाउँ है अनि क्यामेरा गर्न मिलेन क्या अनि त्यही भएर अनि एकैचोटि यहाँबाट देखाएको हो यहाँ पुगेपछि कस्तो ठाउँबाट छिर्नु पर्दो रहेछ है काँडाको झ्याङ मुनिबाट है यसरी छिर्नु पर्दो रहेछ पुरा झ्याङै झ्याङ रहेछ माथिर हेर्नुहोस् त यस्तो देखिरहेछ है यस्तो देखिरहेछ म यहाँबाट यसरी छिर्दैछु है त्यहाँ अगाडिबाट चाहिँ फेरि चढ्न सक्छ कि सक्दैन है थाहा छैन के हुन्छ है हेर्नुपर्छ ओहो यहाँ त गुफा रहेछ है गुफा है हेर्नुहोस् त दामी गुफा दामी भन्दा त्यस्तो दामी त होइन जे होस् वा दामी नै हो क्या है दामी है हेर्नुहोस् है दामी छ कि छैन हेर्नुहोस् त उता माथिबाट फुल फुलेको है यस्तो छ अनि यहाँनिर एउटा रुख ढलेको रहेछ है हेर्नुहोस् त यस्तो रुख ढलेको रहेछ म चाहिँ यो रुखमाथि बसेको अनि यहाँबाट चढ्नु पर्दो रहेछ यसरी जानु पर्दो रहेछ है त्यहाँबाट हल्का गाह्रो छ है हल्का गाह्रो छ के हुन्छ हेर्नुपर्छ है सकेन भने फेरि तल फर्किनुपर्छ है सकेन भने त फर्किनु पऱ्यो नि यहाँ बसेर त काम चल्दैन नि हेर्नुहोस् है यस्तो डेन्जर छ यस्तो पुरै होइन भिर यस्तो छ है ओहो होली 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 कहाँबाट जाने होला कहाँबाट चढ्ने होला भन्दै होइन विचार गर्नुपर्छ नि त है उही आम ससँग भयो कि माथिबाट ढुङ्गा खसिरहेको कि सानो एउटा ढुङ्गा ट्याक्क आवाज आएर के म त तर्सेको नि त टाउकोमा लायो भने त अनि गइगयो नि त अनि होइन गाह्रो बस्छ त नि यहाँबाट चाहिँ सायद होइन क्यामेरा अफ गरेर जानुपर्छ जस्तो छ है ऊ यसरी छ नि बाटो तलबाट यसरी भिड छ नि त सो हल्का गाह्रो छ होइन सक्यो भने म गर्छु एउटा हातको सपोर्टले त चढ्न सकिँदैन होइन अलिक गाह्रो हुन्छ सो त्यही भएर मैले क्यामेरा अफ गरेको माथिपट्टि पुगेँ है यहाँनिर चाहिँ हल्का मात्र गाह्रो छ है यहाँबाट त एक हातले जान सकिन्छ कि त्यही भएर यसरी आइयो है यहाँनिर पुग्यो है अब हामी माथिपट्टि पुगिसक्यो होइन अब यो पछाडिबाट फेरि हल्का हल्का भिरहरू हुनसक्छ है त्यस्तो भिरमा त साधारण भिर हो त्यहाँ पछाडि त होइन अब यहाँ माथिबाट हेर्दै गर्नु होला है धेरै नै रहेछ कसम यहाँ माथि पुगेपछि छुट्टै मजा रहेछ छुट्टै रमाइलो रहेछ है बब्बे टक 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 ढुङ्गाहरू के यस्तो हुन्छ क्या यस्तो टाइपको ढुङ्गाहरू क्या यस्तो माथि कहिल्यै चिप्लिँदैन क्या भन्छ नि हेर्नु न यो पुरै हुन्छ नि यस्तो यस्तो पुरै त्यो क्रोकोडाइलको शरीर जस्तो के त्यस्तो हुन्छ कि त्यस्तो माथि टेक्यो भने होइन चिप्लिँदैन क्या होइन तर यति फेरि झुकेर चिप्लियो भने हात थेचार्यो भने पनि होइन लगिदिन्छ खाला प्लात्तै लगिदिन्छ होइन ओहो ओहो के हो पल खतरा भित्रसम्म रहेछ होइन यहाँबाट पल निस्किएर यहाँ तलबाट निस्किने रहेछ होइन यहाँबाट निस्किने रहेछ यो पलभित्र केही हुनसक्छ कि है ओए 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 हेलो हेलो अंदर कौन है बाहर निकलो पकला हो क्या भन्ला हो इन्ट्रेस्टिङ है इन्ट्रेस्टिङ है ओए चिप्लेको ठिकै छ है यहाँ त अलिक सम्म ठाउँमा आइपुग्यो नि त सम्म भन्नाले त्यस्तो सम्म त होइन यहाँ तल रुख छ नि त सपोर्ट त्यही भएर नो टेन्स मृगहरू चाहिँ एउटा नि भेटिन क्या है धेरै भेट्थ्यो कि यस्तो ठाउँतिर मृगहरू कहाँ गयो होला है मृगहरू भेट्यो भने यसो देख्न पाइन्छ नि त इन्ट्री हुन्छ नि त होइन दाउरा कति धेरै दाउराहरू छ है आमामा लस्करै दाउरा है गोप्रे सल्लाह के गोप्रे सल्लाहको दाउराहरू छ अब चाहिँ हावा चल्नु थाल्यो है ओहो हेर्नुहोस् माथिबाट है अघि बादल छोपेको थियो अहिले खुल्यो कि हेर्नुहोस् है सानो
पानी आइरहेछ है वाउ दामी देखिरहेछ फेदमै चाहिँ पुग्न बाँकी छ कि फेदमै पुगेपछि अलि इन्ट्रेस्टिङ हुन्छ कि पठाइदिउँ क्या दौरा के दौरा है यो दौरालाई वाह वाह है पठाइदिन्छु है तलतिर कोही पनि छैन अघि म यहीँ तलबाट आएको गाईहरू पनि छैन के पनि छैन मान्छेहरू कहिलेकाहीँ यहाँतिर दौराहरू नि धकाल्न आउँछ क्या गयो सब अघि हामी तल आयो नि तलपट्टि खोलसम्म पुग्यो कि मजा आयो यार मजा आयो है अब हुन्छ नि यसो दौराहरू सबै तल धकालिदियो भने तल पुर्याइदियो भने भोलि पर्सि त्यो तल लिन आउनु पाउँछ कि होइन इजिली आरामले बोकेर जाने हो कि अनि मजा हुन्छ नि त होइन है अब यहाँबाट चाहिँ मैले नन भिडियो गर्छु कि कतै नि स्किप नगरिकन हुन्छ नि यो ठाउँ कतिको रमाइलो रहेछ भनेर देखाउँछु कि अझै यो हरियाली हुने सिजनमा त झन् फुलै फुल छ यहाँतिर है यस्तो घाँसहरू सब हरियो हुन्छ फुल त यति धेरै फुलहरू थरीको फुलहरू फुल्छ क्या यहाँतिर हो ओइ वाउ ओइ दामी के दामी देखेर मन खुस भयो है वाउ हेर्नुहोस् त भव्य है यस्तो भव्य देखिरहेछ है अब यहाँ तलबाट हेर्ने हो भने तलबाट पानी झर्नु यो त के हो ढुङ्गा हो कि भनेको त काठ रहेछ त यस्तो हेर्नुहोस् त झट्ट हेर्नुहोस् त यो ढुङ्गा जस्तो देखिरहेछ है तर यो काठ रहेछ के काठ यहाँनिर यस्तो अड्केर बसेर चाहिँ दामी तरिकाले ऊ तल हेर्नुहोस् है यस्तो छ पानी यसरी जान्छ है यहाँको पानी चाहिँ खानुपर्छ कि एकचोटि है पानी खानु पर्यो वा पानी हेर्नुहोस् त पानी कति सफा हो है हो मेरो हात चाहिँ कति फोहोर हो फेरि है धोएर खानुपर्छ है खाइदिउँ है यसो छेउ गर्नुपर्छ अरे के चढाएको रे कि यसलाई है पानी चाहिँ यस्तो मिठो हुन्छ कि होइन यस्तो मुखमा नि हुन्छ नि टेस्ट आउँछ कि पानीको टेस्ट हो मैले पानी नै खाएको छु भनेर कि टेस्ट आउँछ कि है बादल छोपिदिइहाल्यो है माथि फेरि हेर्नुहोस् त अहिले बादलले हानिदिएको छोपिदिएको है वाउ देखिरहेछ वाउ त है चारैतिर है है दामी हामी अझै माथि पुग्दैछौँ है हिँड्दै कुनासम्म देखाउनु पऱ्यो के हुन्छ नि कुनासम्म के फेदको उ त कुनासम्म के चाहिँ छ होला माथिबाट त पानी झरेकै छैन पानी सबै यो हावाले उडाएर लग्दैछ के अब फेरि तलबाट त फेरि पानी बग्दै रहेछ के चाहिँ रहेछ भनेर क्या अब त्यो पानी चाहिँ कहाँदेखि आएर रहेछ भनेर हेर्न जाँदैछु है के रहेछ भनेर ओ तेरी हिउँ रहेछ नि त नि कुनामा त हिउँ भन्दा यो माथिबाट पानी झरेर यो राति चाहिँ हावा नचल्ने बेलामा चाहिँ पानी झर्दाखेरि यो पानी चाहिँ सबै के भन्दाखेरि आइस भा होला कि सायद आमा धेरै रहेछ हिउँ है नजिकै गएर देखाउँछु है यति धेरै हिउँहरू रहेछ है हो हेर्नुहोस् त कति धेरै हिउँहरू है हो त्यहाँ है हिउँ माथि हेर्नुहोस् है कस्तो देखिरहेछ माथि है वाङ के कस्तो है त्यो हिउँ नजिकै जानु पऱ्यो है कस्तो रहेछ है नजिक गएर हेर्छु उ त माथिबाट ढुङ्गा त आउँदैन होला है ढुङ्गा त खस्दैन होला सायद है ढुङ्गा खस्यो भने हाम्रो टाउ फुटिहाल्छ है यो ठाउँ चाहिँ धेरै वाइड रहेछ धेरै ठुलो रहेछ उतातिर हेर्नुहोस् त यस्तो वाइड छ है यस्तो ठुलो छ भित्रको एरिया हेर्नुहोस् त है कम्ती ठुलो देखिरहेछ है हो हिउँ जाँदा हिउँलाई छोएर आउनु पऱ्यो है यसपालि हिउँ छुन पाएन नि त सो त्यही भएर अहिले चाहिँ म यहाँ हिउँ छुन्छु के हो
छोइदिम 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 छुम नछुम छुम नछुम छुम 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 ओ छोएको है मैले हिउँ छोएको हेर्नुहोस् मेरो छाप है माथि हेर्नुहोस् त है कस्तो देखिरहेछ ओ ओए पानी पानी झर्दो रहेछ माथिबाट है पानी यसरी झरिरहेछ है सायद यहाँ धेरै बस्नु हुँदैन है फेरि ढुङ्गा पनि आउन सक्छ माथिबाट है ढुङ्गा आयो भने त गएको नि यार म त ढुङ्गा आइज त म त तर्सिरहेको नि इच्छा अब यो डाँडामा म बसिरहेको छु होइन अब यहाँबाट चाहिँ मेरो गाउँ पनि देखिरहेछ गाउँ चाहिँ ऊ त तल देखिरहेछ है होइन यहाँबाट यसरी देखिरहेछ त्यो त भन्नै पर्दैन अघि नि देखाइसक्यो होइन साथी हो अनि अब बिस्तारै बिस्तारै म पनि अब फर्किनु पर्छ होला सायद होइन अब देखाउने भन्दाले पनि धेरै चिज देखाइसक्यो होइन अब अरू त के देखाउँ होइन देख्ने भनेको त्यही त हो होइन त्यही वाटरफल हेर्न आएको मात्रै त हो पानी चाहिँ थिएन जे होस् त्यहाँ हिउँ हेर्न पाइयो है पानीहरू यताउति हेर्न पाइयो होइन धेरै रमाइलो लाग्यो मलाई चाहिँ होइन तपाईँहरूलाई चाहिँ कतिको रमाइलो लाग्यो होला भनेर चाहिँ मैले चाहिँ भन्न सकिनँ हेर्नुहोस् साथीहरू त्यो चाहिँ तपाईँहरूले कमेन्ट्स भरिदिनु होला सायद होइन अनि त्यहाँ कमेन्ट्स पढेर चाहिँ अनि तपाईँहरूले रमाइलो लागेर रहेछ कि रहन्छ भनेर चाहिँ नि मलाई पनि थाहा हुनेछ होइन साथी हो यति भन्दै चाहिँ साथीहरू सबैजनालाई अहिलेको हाम्रो भिडियो यहीँनिर इन गर्न चाहन्छु साथीहरू सबैजनालाई बाई बाई फेरि यस्तै यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हुन्छ नि त मैले तपाईँहरूको लागि लिएर आउने कोसिस गर्छु साथी हो बाई